सो हेलो गाइज, अहिले भने चाहिँ हामी चाहिँ जाँदैछौँ तल डाँडामा। मेरो साथीले चाहिँ तपाईँको एउटा सानो गीत रेकर्ड गर्ने अरे। अन्त अब म चाहिँ उहाँको क्यामेराम्यान होइन। र यो लोकेसन चाहिँ भन्नुपर्दाखेरि मिनी फार्मस्टेको हो। अन्त बाटो चाहिँ यस्तै छ, चिप्लो हो। पानी परेको कारणले गर्दाखेरि यो काठ पुरा चिप्लो भएर छ, झन्डै गएँ म। हामी जानुपर्ने डाँडा चाहिँ यहाँ तल हो, जाँदैछौँ हामी दुई भाइ। सो कस्तो गीत गाउँछ त्यो पनि म हाल्ने छु है। यदि तपाईँहरूले मलाई हेर्नु हुँदैछ भने कि त लाइक गर्नुहोस् कि त सब्सक्राइब गर्नुहोस्, मन चाह्यो भने दुइटै गरिदिनुहोस् होइन। के कसो सोम, के कसो सोम? मैं जाऊँ किधर अगर साथ मेरे तू है हम सफर, मैं ना ये सोचूं मैं जाना किधर अगर साथ मेरे तू है हम सफर। दामी दामी दामी। र अब साथीले चाहिँ कस्तो गीत गाउने हो, म चाहिँ उहाँको क्यामेराम्यान अहिलेको लागि। एक्चुअली आइ एम नट अ आर्टिस्ट, नेपाली। के गर्ने, अब यस्तै छ। यस्तै छ जिन्दगी होइन। अब हो हाम्रो यो कस्तो भन्नु अब तपाईँहरूलाई, अहिलेको चलिरहेको दुनियाँमा चलिरहेको छ हाम्रो यस्तो दुःख सुख होइन। आज चाहिँ हामी यहाँ तल डाँडा हल्का रेकर्डिङ गर्नु गएको, तर त्यस्तो होइन। अब खासै गाना त छैन, तर यसो अब रोन मेरो साथीसँग चाहिँ हल्का अब ज्यामअप गर्नु चाहिँ गएको भनौँ न। हल्का दिनहरू आज फगी लागिरहेछ हो। तपाईँहरू नि स्टे ट्युन होइन सबैजना। अन्त यो गिटार पनि छ हाम्रो यहाँ। यो लोकेर चाहिँ अब डाँडा फाट्दिनँ नि, हाम्रो भ्यू पोइन्ट छ हो। यु गाइज क्यान भिजिट। ल त गाइस, हामी चाहिँ त्यो लोकेसनमा पुगेर भेट्नेछौँ त है। सो अहिले भने चाहिँ हामी लोकेसनमा आइपुगेको छौँ है। अन्त सोम चाहिँ यहाँनिर गाउने भन्दैछ है। तेरिका यत्तिकै गऱ्यो भने त मन्त्र ब्यान्डमा एकदम भर्ना भइहाल्छ। कता गाउने, यता होइन? ल त अब एकछिन गीत रेकर्ड गर्नेछौँ। You had me at alone, as it doesn't never help. घरदिवरको कोठामा कति वर्ष घुम्सेर, कति कोर्नु तिम्रो चित्र कल्पनामा डुबेर। कहिले हुने भेट हाम्रो, कहिले पोगु मनका कुरा, कहिले हुने भेट हाम्रो, कहिले हुने मिठा कुरा। भर्खर भर्खर यहाँ साथीको चाहिँ अलिकति गीत रेकर्ड गरेर हामी निक्लिँदैछौँ। रिल्सहरू अपलोड गर्नु लागि, स्ट्याटसहरू हाल्नु लागि चाहिँ साथी गीत रेकर्ड गर्ने भनेर चाहिँ आएको। अन्त हामी चाहिँ यस्तो लोकेसन चाहिँ यस्तो छ है हाम्रो, एकदम पहाड क्या। र फेरि पनि जोजनाले यो भिडियोहरू हेर्नु हुँदैछ है, प्लिज 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 एउटा लाइक अन्त कमेन्ट पनि गरिदिनुहोस्। अन्त सब्सक्राइब चाहिँ नबिर्सी गरिदिनुहोस् होला। यो जग्गा चाहिँ मेरो मामाको हो, मामाको चाहिँ आफ्नै होमस्टे छ है। अन्त इफ यु वान्ट टु कम फर द कोजी स्टे यु क्यान कन्ट्याक्ट मिनी फार्मस्टे है। त्यहाँनिर चाहिँ तपाईँहरूलाई एकदम रुम पनि अफोर्डेबल छ होइन, प्लस ब्रेकफास्ट डिनर लन्चहरू पनि एकदम बेस्ट पाउनुहुन्छ, अर्ग्यानिक है होइन सर? के छ भन्नु, के छ? This place is very very good for tourism and all. So you can come. My friends already told you, you have a cozy homestays. Actually, but don't put this video okay. This video is not for. सो दिस इज मिनी होमस्टे। र यहाँनिर चाहिँ यस्तो दामी नजारा छ है। र
होमस्टे चाहिँ कस्तो छ भन्दाखेरि तपाईँहरूको यो भयो एउटा रुम जुन चाहिँ बनिँदैछ, यो रनिङ छ, यो दुईटा रनिङ छ, प्लस यहाँ माथि नै छ है। र अहिले भने चाहिँ हाम्रो भिडियो पनि सुट भइसक्यो र अब चाहिँ टाइम टु से बाई बाई।